माननीय सदनमा चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूको विरुद्धमा बोल्न सक्नुहुन्छ? आवश्यक परेको खण्डमा होइन। राज्यको सम्पत्तिलाई माया गर्नु हरेक नागरिकको अधिकारको कुरा हो र गर्नु पनि पर्छ जस्तो लाग्छ। यो पालिका भदौपुर नगरपालिकाभित्र पर्दा पनि क्षेत्रको हिसाबले माननीय निशा डाङ्गीज्यूको यो क्षेत्र पर्छ। मलाई जहाँसम्म लाग्छ नेपालकै सबैभन्दा कान्छी माननीयमा चिनिने पनि नेपालभरि नै तपाईँलाई चिनिन्छ होला, अरू माननीयहरू भन्दा पनि। म विशेष गरी ध्यान केन्द्रित के गर्न चाहन्छु भने यही पालिकाभित्र रहेको यो एउटा राज्यले संरचना निर्माण गर्दै गरेको अवस्थामा कुनै पनि प्राविधिकहरू या राजनीतिक हिसाबले कसैले पनि ध्यान नपुर्याएकै कारणको गतिविधि यो आज देख्नु परेको छ। यहाँसम्म कि हामी स्थानीय सरकारवाला मान्छेहरूले पनि यहाँ ध्यान दिनुपर्ने हाम्रो दायित्व हो, तर त्यो दायित्वदेखि हामी बाहिर बस्यौँ। किनभने एउटा यो स्थानीय सरकारले बनाउँदै गरेको कुरामा हामीले किन ध्यान दिनु र हामीले कुनै ध्यान दिनु आवश्यकता छैन, स्थानीय सरकारले बनाइहाल्छ भन्ने थियो। यो पूर्व मेयर जीवन कुमार श्रेष्ठको ज्यूको पालोमा चाहिँ यो निर्माण थालनी भएको, जुन चाहिँ राज्यको रकमबाट होइन पैसाको दुरुपयोग भएको देखिन्छ। हामीले चाहिँ यसलाई दुरुपयोगै भन्छौँ। यो विषयमा मैले एउटा भिडियो लिएर आउँछु, सामाजिक सञ्जालमा राख्छु भन्दाखेरि मलाई विभिन्न क्षेत्रबाट चाहिँ रोकथाम पनि गरियो। बुझ्नुभयो मानिज्यू? हजुरसँग कुरा भइसकेपछिको कुरा है। केही समय पछि मैले यसको विषयमा चाहिँ विवरण मागेँ, सम्बन्धित निकायसँग विवरण मागेको केही समयपछि मसँग त्यो विवरण खोसियो। किन चाहियो? अब हामी यो चाँडै यथाशीघ्र यसलाई चाहिँ हामीले जिम्मा लाउँछौँ, समितिलाई दिन्छौँ भन्ने खालको जिम्मेवारी व्यक्तिहरू मसँग कुरा गर्नुभयो स्थानीय सरकारबाट। हजुर, मैले के भने यो विषयमा हजुरहरू मलाई नेगेटिभ तरिकाले नहेर्नुहोस् न। मानिज्यूसँग चाहिँ यो क्षेत्रको लागि, यो साइन्स सिटीको लागि चाहिँ हामीलाई किन सञ्चालनमा ल्याएन, त्यो एउटा विषयवस्तु भयो। र यसलाई सञ्चालनमा ल्याउनुको निमित्त बजेट परिमार्जन गर्नको लागि यहाँको स्थानीय सरकारदेखि लिएर तमाम युवाहरूले चाहिँ हामी मानिज्यूसँग चाहिँ निवेदन गर्छौँ र मानिज्यू पक्कै पनि ध्यान केन्द्रित गराउनुहुन्छ र यो ठाउँलाई विकासको रूपमा हेर्न पाइन्छ। हामीले विकास हेऱ्यौँ कस्तो भएको रहेछ भन्ने कुरा आज मानिज्यूको उपस्थिति पनि रह्यो। ढिलै भए पनि मानिज्यू आइदिनु भयो, त्यसका निमित्त म हजुरलाई अन्तर्हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। किनभने हजुरसँग मेरो फोनमा कुराकानी भइसकेपछि हजुरले मलाई तुरुन्तै व्हाट्सएपमा मेसेज पठाइदिनु, विवरण पठाइदिनुहोस् भन्नु बित्तिकै 1 मिनटभित्र मैले चाहिँ त्यो विवरण मैले यहाँको रकम सहितको होइन, यहाँको क्षेत्रफल सहितको मैले विवरण हजुरले मैले पठाएको थिएँ मैले व्हाट्सएपमा। तर आजको दिनसम्म यहाँ उभिन्जेलसम्म त्यो मेसेज हजुरले हेर्नु भएको छैन। माननीय सदनमा चाहिँ हाम्रो प्रधानमन्त्रीज्यूको विरुद्धमा बोल्न सक्नुहुन्छ? आवश्यक परेको खण्डमा होइन। तर के हो भने मलाई पनि त्यस्तो, म पनि यो राज्यको एउटा कर्मचारी हो, म यसै पालिकाको कर्मचारी हो। अब तपाईँ आफै सोच्नु, त्यो पालिकाको जनप्रतिनिधि र मभन्दा धेरै माथिल्लो तहका कर्मचारीहरूको बिचमा बसेर म यही पालिकाको विरोधमा उत्रिँदाखेरि मलाई कति दबाब आउँछ होला यो मनन गर्नु। पालिकाको विरुद्धमा होइन, यहाँ बेथिति भएको छ भन्ने कुरा थाहा पाउनु भयो, मलाई जानकारी गराउनु भयो, वाट्सएपमा पठाउनु भयो, हेरेँ पढेँ, अनि त्यसपछि केही न केही गर्न पर्छ। नगरपालिकाले केही न केही त सोचेर बनाएको होला नि त। पहिला त नगरपालिकाले एक्सप्लेन गर्नु पर्यो नि त, यो प्रावधानको लागि हामीले यो संरचना बनाएका थियौँ र अहिले किन कार्यान्वयन गर्न सकेनौँ अथवा किन सञ्चालन गर्न सकेनौँ, यो कारण भन्ने केही न केही त होला पालिकासँग होइन। त्यो बुझिसकेपछि न ओए मैले सहयोग गर्ने ठाउँ यहाँ रहेछ, अथवा जुन प्रयोजनको लागि यो बनाइएको थियो त्यो बनाएको प्रयोजनको लागि नभए पनि अरू कुनै प्रयोजनको लागि सञ्चालन गर्न सकिन्छ भन्ने उहाँहरूले भनिसकेपछि त मैले गर्नुपर्छ होला। नगरपालिकामा पुगेको छैन है, नगरपालिकामा गएर यो पटक सांसद भइसकेपछि म नगरपालिकामा बसेर टु वे कम्युनिकेट गर्न पाएको छैन। यहाँले भन्नुभएका कुरा मैले सुने, मैले त हाल्नु भनेको हेर्नु। कुनै ठाउँमा पनि तपाईँहरू जो कसैले उहाँलाई मात्रै भनेको होइन, कसैलाई केही कुरा चित्त बुझेन भने यहाँहरूले सभ्य ढङ्गले सामाजिक सञ्जालमा राख्न सक्नुहुन्छ, सम्बन्धित निकायको ध्यान आकर्षण गराउन सक्नुहुन्छ। एकजनाले कमेन्ट गर्नुभएको छ, मैले नाम चाहिँ भनिनँ, ती विज्ञान पार्क भद्रपुरमा निर्माण गर्ने सपना पुरा गर्न आवश्यक जग्गा भद्रपुर 9 नगरपालिकाकै 6 बिघा रहेको साथै परियोजनाको डिपिआर तयार गर्ने कार्य, इनिसियल प्रेजेन्टेसन प्रारम्भिक प्रतिवेदन प्रस्तुत नेपाल विज्ञान तथा प्रविधि केन्द्र खुमलटारमा भद्रपुर नगर प्रमुख जीवन कुमार श्रेष्ठको अध्यक्षतामा तथा नास्टका उपकुलपति डाक्टर सुनिल बाबु श्रेष्ठको प्रमुख अतिथिता र विशेष अतिथि सचिव डाक्टर बुद्धिरत्न खड्की, डाक्टर रञ्जन कुमार दाहाल, अरू व्यक्तिहरूको नाम छ। सबैको भनिदिनु न।
प्रप तुलसी श्रेष्ठ, दिपेन्द्र बाबु श्रेष्ठ, नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, बन्धु कार्की, नगरपालिकाका इन्जिनियर योगेन्द्र रञ्जितकार, आरिफ अली, नास्टका इन्जिनियर कविता र सिभिल इन्जिनियर सुभाष पौडेल, देवक ग्रुप कन्सल्टेन्सी प्रालीका तर्फबाट मेकानिकल इन्जिनियर विश्वास घिमिरे, सिभिल इन्जिनियर कुमार भण्डारी, दिव्यराज सापकोटा MBA बिजनेस प्लानर र सामाजिक अभियन्ता फणिन्द्र दाहाल समेतको उपस्थितिमा सुझावहरू प्राप्त गरिएको थियो। त्यही चाहिँ यसको चाहिँ प्रेजेन्टेसन भएको थियो। अनि त्यो प्रेजेन्टेसन भएर गर्नु अगाडि सबै गरियो, त्यसमा यो समस्या यो भएन। प्रेजेन्टेसन सबै गरियो। यो जुन तरिकाले चाहिँ योजना ल्याइयो, यो साँच्चीकै चाहिँ त्यो हामीले देख्ने सिलगढीको साइन्स सिटी होइन, त्यही साइन्स सिटीको डिजाइनमा उनीहरूले प्रेजेन्टेसन गरेका थिए। सबै थोक त्यही अनुसारको थियो। तर हाल के भयो भने यो बहुवर्षीय योजना जस्तो के होइन, पहिलाको सरकारहरूले गर्दै आएको बहुवर्षीय योजना होइन, सम्पन्न भइसकेको छ कि त्यतातिर नजाउँ। बनाए के को लागि बनाए, राम्रो उद्देश्य यो सम्पन्न भएको छैन। बाँकी छ यो एउटा चरण मात्रै छ। यो बहुवर्षीय योजना रहेछ होइन, बिल्डिङ मात्र छ, बनाइयो एउटा यो भित्रको सामग्रीहरू बाँकी भयो छैन। होइन भनेको अझै निकै बाँकी छ क्या। भनेको चाहिँ हामीले त्यो साइन्स सिटी जुन सिलगढीमा देखेको साइन्स सिटी छ नि, त्यही योजनामा चाहिँ बनाउन खोजिएको थियो क्या। भनेको यसको चाहिँ बहुवर्षीय योजना रहेछ होइन, वर्षेनी चाहिँ पैसा थप गर्दै जाने र यो कम्प्लिट गर्ने भन्ने रहेछ। सुरु वर्ष 1 वर्ष जीवन कुमार श्रेष्ठ आफू मेयर हुन्जेली पहल गरेर यो अलिअलि बजेट ल्याएर काम गरे, कन्टिन्यू भएन। यो कन्टिन्यू भएन। यो कन्टिन्यू नभइसकेपछि अब सरकारको लगानी यहाँ यत्रो बिनाको भइसकेको छ। अब यसलाई चाहिँ थप लगानी गर्ने हो। हामीले सिलगढी जाने जुन साइन्स सिटी छ होइन, नेपालका विद्यार्थीहरू त सबै रोकिएर यहाँ अडिन्थ्यो होला नि त। त्यो नेपालभरिका चाहिँ मान्छेहरू तपाईँलाई सिलगढी जान्छन् क्या, कन्टिन्यू गर्नुपर्छ भन्ने कन्टिन्यू गर्नुपर्छ। अब यो चाहिँ तपाईँको त्यो त सँगै बुझियो, तर स्थानीय सरकारले भन्नु त पर्यो नि त यसलाई कन्टिन्यू गर्ने हो कि मेरो चाहिँ व्यक्तिगत सुझाव हजुरलाई होइन, मैले दिने व्यक्तिगत सुझाव चाहिँ अब सङ्घीय सरकारबाट यो बजेट आएर बढ्ने भने चाहिँ अर्कै कुरा हो होइन भने वडा नम्बर 9 को कार्यालय बनाउनुपर्छ। त्यसको लागि पहल के गर्नुपर्छ त्यो गरौँला। मैले जानेको चाहिँ बेस्ट हाम्रो वडा नम्बर 9 को कार्यालय पनि छैन। यो साइन्स सिटी बनाउनुलाई चाहिँ यो धेरै समस्या छ।